यदि तपाईँ पोर्चुगलमा हुनुहुन्छ अथवा तपाईँको कोही आफन्त पोर्चुगलमा हुनुहुन्छ भने यो भिडियो हेर्नुहोला र सक्दो सेयर गर्नुहोला भन्न चाहन्छु। पोर्चुगलमा पछिल्लो वर्षहरूमा लागु औषधको कुलतमा फँसेका नेपाली युवा युवतीको सङ्ख्या चिन्ताजनक रूपमा बढ्दै गएको छ। रोजगारी, राम्रो भविष्य र परिवारको सपना बोकेर युरोप आएका धेरै युवाहरू यहाँको एक्लोपन, मानसिक तनाव, अस्थिर काम, भाषा र संस्कृतिको फरकपनका कारण गलत सङ्गत मार्फत आकर्षित भइरहेका छन्। केही दिन अघि मात्रै तपाईँहरूलाई पनि जानकारी छ, करिब त्यो भिडियो 7 लाखभन्दा बढीले हेरिसक्नु भएको छ। केही दिन अगाडि लागु औषधकै कारण हामीले एकजना दाङका साथीलाई गुमाउनु परेको छ। त्यो खबर सार्वजनिक भइसके पछाडि नेपालमा रहेका उनका आफन्त मात्र होइन, थुप्रै परिवारहरू डर र अन्योलमा परेका छन्। अब के गर्ने, हाम्रो छोराछोरी सुरक्षित छन् कि छैनन् भन्ने प्रश्नले सबैलाई सताइरहेको छ। मलाई यति धेरै म्यासेजहरू आइरहेका छन् कि यदि मेरो साथी हराएको छ, मेरो साथी कुलतमा फँसेको छ, नेपाल पठाउनु पर्नेछ, के गर्न सकिन्छ भनेर धेरैजनाले म्यासेज गरिरहनु भएको छ। यस्तो अवस्थालाई व्यवस्था गरेर भने सकिँदैन। पोर्चुगलमा रहेका नेपाली सामाजिक सङ्घ संस्था र समुदायिक अगुवाहरूले अब गम्भीर रूपमा सोच्ने बेला आएको छ। केवल पर्व उत्सव मनाउने मात्र होइन, युवाहरूलाई लक्षित गरेर लागु औषध विरुद्ध जनचेतनामूलक कार्यक्रम आयोजना गर्न अत्यन्त आवश्यक देखिन्छ। यस्ता कार्यक्रममा लागु औषधको असर, कानुनी जटिलता, स्वास्थ्य जोखिम र मानसिक समस्याबारे स्पष्ट जानकारी दिनुपर्छ। साथै कुलतमा फँसेकाहरूलाई कसरी सहयोग गर्ने, कता सम्पर्क गर्ने र पुनर्स्थापनाका उपायहरू पनि खुल्ला रूपमा छलफल हुन आवश्यक छ। युवाहरूलाई खेलकुद, सिपमूलक तालिम, अध्ययन र सकारात्मक कुराहरूमा अगाडि जोड्न सके कुलततर्फ जाने बाटो आफै रोक्न सकिन्छ। परिवार, समाज र सङ्घ संस्थाहरू मार्फत सबैले हातेमालो गरे मात्र यो समस्या समाधान सम्भव छ। आज जनचेतना फैलाएनौँ भने भोलि अर्को परिवारले आफ्नो आफन्त गुमाउन नपरोस् भन्ने ग्यारेन्टी कसैले लिन सकिँदैन। त्यसैले अब बोल्ने मात्र होइन, सचेत हुने र गरिने कामको सुरुवात गर्ने सही समय यही हो। त्यसैले आउनुहोस् एउटा नयाँ कार्यक्रमको आयोजना गरौँ जहाँ कुलतमा फँसेका साथीहरूलाई बचाउन सकौँ, त्यसबाट बाहिर निकाल्ने एउटा उत्प्रेरणा लागू गर्न सकौँ भन्न चाहन्छु। नमस्ते होला न्युज हेर्दै गर्नुहोला। नमस्कार।